हेलो साथीहरु, वेलकम ब्याक टु माई च्यानल। तपाईहरुलाई मेरो च्यानलमा पुनः स्वागत छ है। आज चाहिँ मैले एउटा भिडियो लिएर आएको छु र जुन यो भिडियो चाहिँ आजको ब्लग चाहिँ कतै घुम्न जाने यस्तो ब्लग टाइपको भिडियो हैन। यो चाहिँ एकदम हामीलाई काम लाग्ने हैन, नर्मल जिन्दगीमा एकदम काम लाग्ने चीज लिएर आएको छु। के भन्दाखेरि चाहिँ जस्तै हामी सबैजनाले बाइकमा फग लाइटहरु चाहिँ इन्स्टल गर्न चाहन्छ हैन, तर कोही कोहीले चाहिँ हुन्छ नि आफै गर्छु म बाहिर जान्न, किन त्यसलाई पैसा तिर्ने हैन, फकपडा किन 1000 रुपैयाँ 500 रुपैयाँ खर्च गर्ने भनेर त्यस्तो सोच्ने टाइपको मान्छेहरुको लागि चाहिँ यो भिडियो एकदमै काम लाग्यो हुन्छ। किनभने मैले चाहिँ कसरी फग लाइट इन्स्टल गर्ने अनि त्यसको वायरिङहरु कसरी मिलाउने भनेर चाहिँ मैले एउटा भिडियो बनाउन गइरहेको छु हैन। मैले हालेको फग ल्याम्प चाहिँ यो वाला छ, यो MG मोटो जिनियस K1 भन्ने एकदम बवाल छ यो हैन। मैले चाहिँ यही हाल्न लागिरहेको छु। तपाईहरुलाई कसरी वायरिङ गर्ने भनेर चाहिँ म अहिले देखाउँछु है त। त्यही हैन KTM एडभेन्चरमा फग लाइट इन्स्टल गरेको छु। अहिले एउटा मात्र हालेको छु, अर्को हाल्न मागिन्छ त। यो इन्स्टल गर्दाखेरि चाहिँ तपाईहरुले वायरिङ चाहिँ कसरी मिलाउने भन्ने कुरो एकदम इजी वेमा देखाएको छु है। तपाईहरुलाई एकदम सजिलो छ, केही गाह्रो छैन। मेन भनेको तपाईको पहिला ब्याट्रीबाट कसरी जोड्ने भन्ने हुन्छ हैन। यो चाहिँ हामीले वायरहरु केही पनि नबिगारिकन वारेन्टी नगर्नु गरी गर्दाखेरि यसरी हैन। यो मेन ब्याट्री भएन, मेन ब्याट्रीमा चाहिँ हामीले यो तपाईको कालो तार हुन्छ नि, यो मेन हाम्रो लाइन जाने कालो तार यहाँ जोड्ने। अनि त्यसपछि अर्को अब रातो तार चाहिँ कहाँ जोड्ने भन्दाखेरि यहीँ जोड्यो भनेदेखि त हाम्रो यो इग्निसन अन गरे पनि अफ गर्दाखेरि पनि सधैँभरि बत्ती बलिरहन्छ हैन। यदि तपाईले अब झुक्केर यो यसरी थिच्दिनु भयो भने बलेकै हुन्छ कि इग्निसन अफ भए पनि, अथवा अरु कसैले थिच्दियो भन्दाखेरि पनि त्यो बलेको छ। त्यो भए चाहिँ हाम्रो ब्याट्री जाने चान्स छ। त्यही भएर डाइरेक्ट रेड लाइट चाहिँ यहाँ रेड तार चाहिँ यहाँ नजोड्ने, यहाँ नजोडिकन अरु कहाँ जोड्ने भन्दाखेरि हाम्रो यहाँनिर यो फ्युजहरु छ नि, यहाँ फ्युजहरुमा यहाँनिर 1 2 3 चौथोमा लगेर यसरी जोड्दिने है। रेड चाहिँ मैले यसरी जोडेको छु, रेड चाहिँ यसरी लगेर जोड्दिने। यो चाहिँ भयो मेन लाइन कसरी दिने भन्ने कुरो है। अर्को भनेको अब मेरो यहाँनिर लुकाएको छु मैले, यहाँभित्र छिराएर यहाँबाट वायर यहाँ अगाडि गएको छ। यो डाइरेक्ट प्लग एन्ड प्ले हो यो चाहिँ हैन। यो यहाँनिर जान्छ हैन। अब यसमा पनि तार कसरी जोड्ने भन्दाखेरि चाहिँ हाम्रो यो जुन ब्ल्याक हुन्छ नि, यो ब्ल्याक तार चाहिँ लगेर यसको यसमा आएको ब्ल्याक है, यसको र दुईटा हुन्छ हैन, दुईटा हाम्रो फग ल्याम्प दुईटा हुन्छ नि त। दुईटाको सबै पहिला ब्ल्याक अब रेड ग्रीन व्हाइट सबै जोड्ने पहिला हैन। त्यो दुईटा जोड्ने, अनि त्यो जोडिसकेपछि यसको यो फग ल्याम्पको यो ब्ल्याक छ नि, ब्ल्याक कलरको वायर हो, ब्ल्याक कलरको वायर र ब्याट्रीबाट आएको ब्ल्याक कलरको वायरलाई जोड्ने। त्यो जोडिसकेपछि अब यसको अर्को रेड कलरको मेन लाइन चाहिँ यो मेन लाइन हो हैन। यो मेन लाइन चाहिँ कहाँ लगेर जोड्ने भन्दाखेरि यो कता हो, यही हो हैन मेन लाइन चाहिँ कहाँ लगेर जोड्नु पर्यो भने यो चाहिँ लगेर तपाईले जोड्नुपर्छ स्विचमा है। तपाईले यहाँ जोडिराख्नु परेन, बत्तीमा जोड्नु परेन, स्विचमा लगेर जोड्ने। स्विचमा लगेर स्विचको जुन रातो छ नि, मैले दुईटा स्विच हाले हैन, 4वटा मोड छ नि त मेरोमा, मसँग 4way वाला स्विच भएन। त्यही भएर दुईटै स्विचको रातो र कालो है। अब यसमा चाहिँ रातोको काम कालोले गरेको छ, यसमा चाहिँ अब रातोको काम रातैले गरेको छ। त्यही भएर यो रेड यताबाट आएको यहाँबाट जोडेको रेड केबल लगेर हामीले कहाँ जोड्ने भन्दाखेरि यसको दुईटा यो अर्थिङ तार भनौँ न, यो दुईटामा जोड्ने हैन। रातो दुईटा स्विचमा जोड्यो, यहाँबाट आएको सिंगल यतापट्टि दुईटामा जोडे हो। अनि त्यति भइसकेपछि चाहिँ हाम्रो लाइट बल्न रेडी छ। तर कस्तो छ भने हाम्रोमा त धेरै मोडहरु छ नि त, 4वटा मोड आउँछ। 4वटा मोडलाई छुट्टै फंक्सन गर्नु पर्यो स्विचले हैन। त्यो गर्दाखेरि चाहिँ यो 2 वे छ नि त मेरो, यो 2 वेमा चाहिँ अब यसमा दुईटा बाँकी भयो, यो स्विचको दुईटा तार बाँकी भयो, यो स्विचको पनि दुईटा तार बाँकी भयो। त्यो दुईटा तार चाहिँ तपाईले आफुलाई कहाँनिर राख्दा कुन मोडमा कतापट्टि राख्ने भनेर हेरेर टक्क जोड्दै, अनि यहाँनिर जस्तै यो मैले यो कालो तार यहाँ गएको छ नि, यो कालो तार लगेर मैले यहाँ कालोमा यहाँनिर जोडेको छु। यो सेतोमा जोडेको छ नि, यो भनेको सेतो भनेको हाम्रो सेतो लाइट बल्ब छ, येल्लो भनेको फग लाइट के अरे येल्लो कलरको लाइट बल्ब छ, अनि रेड भनेको चाहिँ यो के भन्छ डेभिल आई समथिङ के छ हैन, अनि ग्रीन भनेको चाहिँ दुईटै बल्ब छ कि हाम्रो। यसो गरेर अनि अब यहाँनिर यो कालो लगेर यसमा जोडी मैले
अनि यो ग्रिन लगेर मैले यसको ग्रिनमै जोडेँ, अनि यो रेड लगेर यता रेडमा जोडेँ। त्यसरी मिलाएर गर्न सक्यो भने एकदम इजी भएर तपाईँहरूले अब केही बुझ्नु भएन भनेदेखि मलाई चाहिँ कमेन्टमा सोध्नु होला, म अब तपाईँलाई बालेर पनि देखाउँछु। अहिले एउटा मात्र पत्ती हालेको छु मैले। जस्तै अब मैले यहाँ हेर्नु है, यसको मैले यहाँ थिच्दाखेरि सेतो बल्ने बनाएको छु है, सेतो बल्यो। अब यसैको यहाँ तलपट्टि थिच्दाखेरि मैले फग ल्याम्प के भन्छ अरेन्ज कलर बल्ने बनाएको छु। यसमा अब एउटा भयो। अब यसमा चाहिँ यसमा दुईवटा, अब यसको सबभन्दा माथि थिच्यो भने वाइट र अरेन्ज दुइटै बल्छ। अनि एक स्टेप तल थिच्यो भनेदेखि रेड लाइट बल्यो, अनि तल थिच्दाखेरि अफ लाइट। यति इजी छ। तपाईँहरूलाई यो भिडियो चाहिँ प्रायः मैले युट्युबतिर पनि भेटाएको छैन, कतै पनि भेटाएको छैन। तपाईँहरूलाई यदि चाहियो भनेदेखि ल हेर्नु है, भिडियो एकदम सजिलो उपाय चाहिँ मैले आफैले इन्स्टल गरेँ हो। गाह्रो भन्ने कुरो केही पनि छैन। वायरिङहरू चाहिँ मिलाउनुपर्छ तपाईँले। वायरिङ मिलाउनलाई अलिक गाह्रो छ कि यसको जोड्नलाई पनि, त्यही भएर ल है त। यति भन्दै अर्को भिडियोमा भेटौँला है त। बनाउने मान्छे चाहिँ म हो। HDSS ब्लग्स च्यानल सब्सक्राइब गर्नुभएको छैन, सब्सक्राइब गर्नु होला है त। ल धन्यवाद।